गाइस आज चाहिँ हामी उसो जान आँटेको होइन गाइस हामी आज यसको बर्थडेको पार्टी गर्न जाँदैछौँ होइन त अब हामी भ्रमणमा जाँदैछौँ हामी डाङडुङ्गे भ्रमण डाङडुङ्गे अहिले सरले गीत दिइहाल्यो गाइस अहिले माथि पुग्छु है हामी रिस लाग्छ गाइस अहिले बाटोमा बनाउँछु अहिले बाटो जाँदै बनाउँछु ल जाँदै जाँदै बनाउँछु गाइस ल बाई बाई आन्टीलाई आन्टी ल गाइस हाम्रो जाँदैछौँ हामी सुरु भइसकेको छ हाम्रो ल भनिदिउँ त कस्तो कालो देख्यो नि डाङडुङ्गे गएर भ्यू तपाईँहरू आज डाङडुङ्गेको रात बेलुकाको सनसेट हेर्नु पाउनुहुन्छ तपाईँले होइन चार्ज चाहिँ सेभ गर्नु पर्यो गाइस ल जाँदैछौँ अर्को दुईवटा भात लिएर आउँछु चामाथि पनि छ एउटा भ्यू हेर्नु ल हामी जान्छौँ हामी देखाउँछौँ ल बाई गाइस ठ्याप ठ्याप ल गाइस हामी पुग्नु लागिसक्यौँ गाइस पुग्दैछौँ गाइस हाम्रो 4 जना ग्रुप जाँदैछौँ गाइस हाम्रो डेस्टिनेसन पुग्नु लाग्यो होइन अनि के ठाउँ हो है यस्तो छ गाइस होइन ल ल है ल ल बाई बाई गाइस अहिले भेट्छु गाइस हामी पुग्नु लागिसक्यो होइन यस्तो खतम छ खतम ल है ल ले 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 यहाँ म हेर हे कस्तो छ मेरो हाल सिँह नि आएर होला नालाको छ ल गाइस सनसेट भ्यू यहाँ दुईटा कुल्ली छ अनि ल जो ल गाइस पुगेर फेरि भेट्छु ल गाइस हामी फाइनली पुगिसकेको छौँ होइन एकछिन बल्ल आइपुगिसकेको छौँ होइन अनि यो चाहिँ यस्तो टाँगे रहेछ यो ठाउँमा चाहिँ मलाई दामी लाग्यो यहाँ हाम्रो साथीहरू छ कुक सेफ सबै ल भ्यू देखाइदिन्छु तपाईँहरूलाई होइन हिमाल हेर हिमाल हेर्न सक्नुहुन्छ हिमाल हेर्न सक्नु तपाईँहरू ओए देख्दो रहेछ मुला अब यो डर दामी है ल गाइस यस्तो देखिरहेको छ होइन त्यो ब्राइटनेस कम भएको थियो ल गाइस सनसेट चाहिँ यस्तो छ होइन ल हाम्रो ग्रुपको केटाहरू ल जाडो बढिहालेछ ल केटाहरू छु हाम्रो कुक छ यहाँ सेफ सर ओइ केटा हो मासु पोलौँ न अनि ल यहाँ चाहिँ सेफ छ होइन अनि ल दामी आइसक्यो है ल यति छ सेफ छुट्टै ओए आऊ ल ल यस्तो छ गाइस होइन ल अब खाना खाने बेला भएपछि गाइस यस्तो दामी भ्यू भइरहेछ होइन यस्तो दामी भ्यू आइरहेछ हामी चाहिँ यसको लागि हो तर साथी बर्थडे नि होइन सिँगान नि आइसक्यो लेग लाग्ला जस्तो भएपछि लेग मलाई यहाँ अन्डा पाक्दैछ जोतको छ है यही है गाइस डाङडुङ्गे भनेपछि यही है फेरि केटा हो यो चाहिँ हाम्रो नाइट भ्यू हो ल ब्याकग्राउन्डमा तपाईँहरूले देख्नु सक्नुहुन्छ भ्यू अनि उता दुईवटा बाँदर कराउँदैछ होइन गाइस ल जोत भइरहेछ जोत ल गाइस हाम्रो यहाँ यस्तो भइरहेछ है ल यो स्याड बोय 1 2 3 ड्रिपी बोय 1 2 3 काजी 1 2 3 4 5 यो छन्तेल बुढा सिकन आइसक्यो गाइस होइन तपाईँहरूलाई ब्युटिफुल भ्यू
ओए त्यहाँ पारितिर त रात नि परिसक्यो गाइस तलतिर साँच्चै रात पर्यो होला है लाइट बालिसक्यो यतिरको ल गाइस ओए अहिले कति बज्यो रे हेर त 5:30 भइसक्यो 6:30 अच्छु दाङडुङ्गे आयो भने चाहिँ त्यही साल रात पर्दैन तल चाहिँ रात परिसक्यो यहाँ चाहिँ यति छिटै रात परेको छैन यहाँ चाहिँ ठ्याक्कै 6 बजे रात पर्छ ल गाइस ल एकछिनमै हामी भेट्छौँ होइन त्यही खुसीमा यहाँ हाम्रो खाजा बन्दैछ मलाई हो पोख्छ कि त्यसरी रात परिसक्यो गाइस भ्यू यस्तो आइरहेछ यस्तो छ हाम्रो हालत ल गाइस चौचौ खाइसक्यो गाइस यी मेरो चाहिँ यहाँ केटाहरू खाँदैछ ल अन्डा खुलित पार्दै हो हामी चाहिँ गाइसहरू रात परिसक्यो अहिले चाहिँ तर यो भ्यू चाहिँ अहिलेसम्म गएको छैन केटा हो ल खाने बेला भेट्छु यस्तो जाडोमा कोक खाने चाहिँ हामी हो यस्तो नमुना मान्छेहरू चाहिँ होइन चिसो लागिसक्यो त्यही नि खाँदैछौँ चिसो लागिसक्यो त्यही नि खाँदै अब घर चाहिँ रनिङ हान्दै जान्छौँ गाइस साथीहरू बन्दैछ हाम्रो मासु चाहिँ यहाँ आगो लगाइसक्यो उतापट्टि यहाँ बिरयानीवाला कुक्सहरू छ 2टा कुकहरू यहाँ यस्तो छ गाइस खत्तम भएको छ गाइस ल खाएको बेला भेट्छु गाइस अघि एक लट चाहिँ खाइसक्यो होइन अब सेकेन्ड लट हो यो चाहिँ अनि त्यसपछि हामी घर चल्दैछ हो दाङडुङ्गे डाँडा चाहिँ यस्तो खुलित छ है गाइस राति चाहिँ अन्धकार छ गाइस के गर्ने अब यो अहिलेसम्म त उज्यालो देखिरहेको थियो ल गाइस यो चाहिँ हाम्रो सोकल्ड के अरे सोकल्ड बिरयानी हो होइन पाक्दैछ गाह्रो छ गाइस गाह्रो छ अहिले त सेफ सर ल पाक्दैछ इन प्रोसेस हाम्रो कस्तो बन्दो रहेछ हेर्छु नि अहिले म चाहिँ यहाँ उहाँ पुग्दाको हैरान छ है यहाँ फेरि पुगेको अनुसार रिजल्ट नै आउँदैछ होइन हाम्रो ल भाइ ल एकछिन भेट्छु गाइस हुँदैछ हाम्रो हुँदैछ यहाँ जोतको यहाँ सिँगार आइसक्यो होला गाइसहरू साथीभाइहरू होइन दाङडुङ्गेको डिलमा रातिको कति बज्यो थाहा छैन यहाँ अर्कोको फेरि यहाँ हुँदैछ हुँदैछ यिनीहरूको नि हुँदैछ तेल हाल्नु केटा हो तेल ल हुँदैछ ल खाने बेला भेट्छु यार सिँगाना आइसक्यो मेरो ल केटा हो बल्ल कति वर्षको परिश्रम मेहनत अनि के भएपछि यहाँ हाम्रो तयार भइसकेको छ होइन अब खान लाग्यो 7 बजी भर्खर ल गाइस खान लागेको है अब नुनसुन केही लागेको छैन त्यही खान लागेको होइन यस्तो छ हाम्रो सो कल्ड बिरयानी भन्ने माल चाहिँ यस्तो छ अहिले हाल्दा चाहिँ ओ ला त हाल है मलाई ल खाएर भेट्छु ल केटा हो यसको बडी स्पेसल ल हातले जन्काइदिन्छु अब ब्लग यति हुन्छ होला गाइस एकछिनै मे ब्लग नि अब यति हुन्छ होइन अब यति खाएर जान्छौँ हामी ब्लग यति हुन्छ अहिले भन्छु बाई अब सिधै खाएर घर जान्छौँ होइन ल ओ व्हाट्सअप गाइस ल आज चाहिँ हाम्रो ब्लग सकिन्छ होइन आज यतिमै है बाई बाई केटा हो बाई भन्नु अब त्यहाँ चाहिँ फेरि के भइसक्यो मेरो त के हो यो ल गाइस बाई भन्न चाहन्छु होइन अनि बाई भन्नु छ नि यार ल ठ्याप्प लाग्छ ए मान्छे ल बाई ठ्याप्प एक सट